हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल फ्रम खाटबारी। आई होप सबैजना आराम कुशलै हुनुहुन्छ होला भन्ने आशाका साथ मेरो पनि एकदमै ठिकठाक छ। आज चाहिँ मेरो नानी र म चाहिँ हस्पिटल जान गइरहेको छौँ। आज मङ्गलबारको दिन पसल पनि बन्द हुनाले पसल आज चाहिँ बजारै बन्द भएको हुनाले अब बिस्तारै घुम्दै आउनु पर्यो भनेर हामी निस्किरहेको छौँ है त। अनि आजको दिन यस्तै छ, के कसरी बित्छ म चाहिँ देखाउँदै जानेछु है त। बाफ्रे घाम त हौ, छाता पनि ल्याइएन छोरी। टाउको फुट्ला जस्तै घाम त भुइँमै झरे जत्तिकै लागिरहेछ। हाम्रो चाहिँ छाता पनि छैन, आमा छोरी घामले आमा। आज चाहिँ मङ्गलबार हुनाले सबै पसलहरू पनि बन्द छ, हाम्रो बजारै बन्द छ। भानुचोक, खाटबारीको भानुचोक है। हात नखाउनु छोरी। परतिर हो नानीको हस्पिटल चाहिँ। आज चाहिँ मेरो छोरी सुई छैन, सुई चाहिँ अब 9 महिनामा मात्रै पाउने, तर महिनै पछि जोक्नु पर्दो रहेछ नि त। बच्चाको आमा पनि पहिला धेरै वर्ष अगाडि थिएँ, म त भुलिसकेको सबै। अहिले सिक्दैछु भनौँ न गलेर। अयो बच्चा चेप्नै सकिनँ, आमामा म त बच्चा चेप्नै सकिनँ गलेर हैरान। छोरी गाह्रो भयो हो, हात गलेर आमामा एकदमै गाह्रो भयो। आज मेरो छोरी कति केजी रहेछ यहाँ जोक्नु ल्याएको है, जोखेर। अस्ति भन्दा चाहिँ बढ्यो कि घट्यो खै। अब बामे सर्नलाई कहिले शान्तिले बस्ने होइन। फाइनली साथीहरू मेरो बच्चा पनि जोखिसकियो, कार पनि यस्तो छ। अनि खेलाउन चाहिँदो रहेछ। नानीको आमा भएपछि सबै जतन गर्नुपर्ने। मेरो फुच्ची चाहिँ अस्तिको महिनामा भन्दा चाहिँ आधी केजी बढेको रहेछ। अस्ति चाहिँ 7.5 अलिक बढी थियो, अहिले चाहिँ 8 केजी अलिकति बढी। 5 महिनाको पुग्यो मेरो छोरी। लरिँदैन। पोखरी बजार हामी चाहिँ माथि कपडा लिनु आएको थियौँ। मान्छे रहेनछ, आज मङ्गलबार भएर आइनछ। हिजो चाहिँ भोलि आउँछौँ, भोलि सकिदिन्छौँ भनेको थियो। अब घरतिर सरर घरतिर है छोरी। दिनभरि घरमै बस्ने मजा हुन्छ है छोरी। हामी चाहिँ आज बाहिर घुमौँला भनेको त आजको घाम त औ सकिएन। अब घरतिर हामी लाग्छौँ साथीहरू, कुनै दिन घुमाउने छौँ है त तपाईँहरूलाई पनि। आज चाहिँ एकदमै घाम चर्केर हिजो फ्याट्टै भएको छ हौ। छोरी पनि अल्छी, पुरा अल्छेको छ। आइ हात गल्यो छोरी। आज चाहिँ छोटो भिडियो यहीँ बन्द गर्छु है त। म सकिनँ, कुनै दिन अब रमाइलो गर्नु निस्कौँला है। सबैले माया गरिदिनुहोस्। थ्याङ्क यू एभ्रिवान।